यहाँबाट देख्न सकिन्छ यो सुरुवाती चरणमा आएको लगभग यो बस्तीसम्म आइपुग्दा केही मिनेट त भाग्नको लागि समय पर्याप्त देखिन्छ। तल्लो भेगसम्म आउँदा अलि हेर्नु होला, भाग्दाखेरि या माथिल्लो 50-100 मिटर माथि जान सक्ने सम्म सूचना पनि दिन सकिएन होला। तर यो बस्ती यो देखिएको बाटो दुई खोलाको किनारा दुईतर्फको बाटो नै ध्वस्त भयो। यति ठुलो छाल समुद्रको जस्तरी नै यो सानो बाटो भएको खोला भएको या नदी जे भनिए पनि हुनाले गर्दा ठुलो सेती खोलाको किनारमा